भन्न कहाँ जाँदैछौँ बहिनी हामी? खै हामी लोकेसनमा आइसक्यौँ अब। घरतिर अब लाग्दैछौँ यहाँनिर चाहिँ तलपट्टि चाहिँ ढोल झेम्टिनीहरू छ तल चाहिँ अनि बोजूहरू ड्राइभर अङ्कलहरू अनि यहाँ चाहिँ हामी छौँ टायरमाथि टायर पनि देखाइदिनु के गर्नु अरूलाई ठाउँ दिनु हामी ट्याग गरिरहेछौँ देख्दैन उयो हेर्नुहोस् पानीहरू हामी अहिले कस्तो घर जाँदैछौँ बहिनी हाम्रो घर बहिनीको घर जाँदैछौँ अहिले हामी बहिनीको यो गाउँको नाम के हो भन त यो गाउँको नाम खिरखिरे हो खिरखिरे अब यहाँबाट हामी बाङको जान्छौँ होइन अनि घर कति घर छ यहाँ घरहरू छ हेर्नु होला बाहुनेहरू यता छ यता चाहिँ के हो दमैनीहरू होला उहाँ बाहुनी यो राधा दिदीको घर यो छिप्पक बडाको घर अनि यो समीरको घर चिन्नुहुन्छ समीर को सुषमा उयो होला यो चाहिँ सुस्मिताको घर मतलब शिशिरको घर यो चाहिँ अनि उहाँ छ मोती अनि हाम्रो मूल घर अनि हाम्रो चाहिँ ऊ पर छ टिम्बेको घर यहाँ छ शिशिरको घर हामी गाई सबैजना अब हाम्रो यहाँ गाडी रोकिन्छ होइन सबैको घरमा हामी जान्छौँ नाच्छौँ सियो खान्छौँ अब यहाँबाट हामी उत्रेर जानुपर्ने बहिनीहरू छ यो दाइको नाम यो हुन्छ फुफू हुन्छ सबैजना अब उत्रियौँ ओ बहिनी उत्र र सबैजना उत्रिँदैछ अहिले बहिनी पक्र ल तिमी उत्र पक्र बहिनी तिमी आऊ त यस्तो हेलो गाइस यहाँ ओरिँदैछौँ तपाईको नाम के हो मेरो नाम सलन सुनवार भइरहेको छ त्यसमा खोज्नु होला मलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु केटीहरुले मात्र केटाले चाहिँ केटा पनि मन पराउँछ तपाईलाई थाहा छैन आई एम नट अ लेस्बियन हुनु पनि सक्छ तिमी त होइन नि त्यस्तो आई एम नट अ गे लेस्बियन त होइन नि तिमी बाजु खतरा छ एकदम स्ट्रेट बजाइदिनुहोस् त तपाईँ दाजु तपाईँको नाम के हो भन्नु न कहाँबाट आउनु भएको हो तपाईँ कहाँबाट आउनु भएको मेरो होइन नि त यो दाइको लागि भिडियो बनाइदिएको कसरी म बनाउनु यो चाहिँ हाम्रो एकदम ज्ञाने चोकको परी खुबसुरत एकदम
यो चाहिँ सुनवारको एकदम ह्यान्डसम बोय वान एन्ड ओन्ली रूपचन्द्र सुनवार। केटीहरू पुरुक पुरुक ढल्छ। अस्तिको बहिनीहरू आएन क्या, त्यो बहिनी त्यसको मन पराएको थियो यहाँको दाजुहरूलाई। त्यतिखेर दाजुहरूको टच हो, हिजो हाम्रो टच। यो बहिनीलाई चाहिँ धरानीले रिजर्भ हानिसकेको, अरूले नहेर्नु होला। म बुक भइसकेको धरानी मात्रै अरू उयो के अरे त्यो त सैनिकको पनि म त सैनिकको पनि तर मैले जाँदाखेरि मात्रै आन्ने हो। यो चाहिँ हाम्रो नासो र नासोको घर हो। थर पनि भन्नु जान्नु पर्यो नि, के थर हो? शम्भु सुनवार। के हो के सुनवार हो तपाईँ भन्नुहोस् त? म क्याप 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 सुनवार। के हो? जेतिस होला क्याप वान क्याप क्याप क्याप। मैले फर्स्ट टाइम सुन्दैछु। अनि यहाँ हेर्नुहोस् त मेरो नयाँ नयाँ आज मात्र आएको 7,000को नयाँ लुगा। अनि यहाँ 10,000 पर्यो झन्डै। अनि यहाँ हेर्नुहोस् त्यो पनि नयाँ हो, यो पनि सबै नयाँ हो। मान्छे पनि पुरानो सबै नयाँ छ यहाँ। मान्छे पनि नयाँ हो, फ्रेस यहाँसम्म सबै नयाँ छ एकदम। यो मैले के अरे थाइल्यान्डबाट मगाएको होइन, थाइल्यान्डको नक्कली मालहरू। अनि यो मैले युकेबाट यो अस्ट्रेलियाबाट यस्तो सामानहरू पाउँदैन क्या त। आए पनि म सस्तो लगाउँदिनँ हो। यो 1 करोड 20 लाख जस्तो मान्छे चाहिँ नेपालकै हो। यहाँ हो भ्लगरमा होइन। यहाँ नाच्दैछ, यहाँको सबै चिरु हान्छ। सुन्नु न, फुल सबैको फुल बनाइदिनु कि रोकाउँदै यहाँ देखि सबैको घरमा सबै घरमा। अनि के छ नि रोकाउँदै बनाउनु। यो चाहिँ फोनको मालिक है, फोनको मालिक, यो फोनको मालिकको भाइ बहिनी हो यो। मजाले नाच, मजाले हल्लेर भिडियो। म यहाँ खतरा भिडियो बनाउँदैछु झन् कान्छा दाइकोमा। बजाउ न
आँटेको छौँ। कहाँ जान्छौँ भन न? बहिनीको साथी घर जान आँट्छौँ हामी यहाँ नाच्नु जान आँटेको छौँ बहिनीको साथीको घर। अहिले भर बहिनी खुसी थियो होइन, क्यामेरा खोल्नु बित्तिकै के भयो बिचराको लागि एकजना धरानी सोल्टी खोजिदिनु पर्ने छ। अनि यहाँ हेर्नुहोस् न हामी जाँदैछौँ धेरै विकट छेउतिर। अनि यहाँ हेर्नुहोस् यहाँ साथीहरू छ सबैजना। भयो 2:25 भयो। अब हाम्रो कति घर छ? अब गान्तोक एउटा त उसको घर भने एउटा होइन, अनि यो चाइना आन्टीको एउटा दुईवटा, अनि त्यो त्यो करण दाइको गर्छ गर्दैन पनि, बोजूकोमा गर्छ गर्दैन, अनि यता फुपूकोमा रेस्टुरेन्ट छ होइन। त्यति नै छ। अब हामी बिहानदेखि थालेको 8 बजीदेखि थालेको त्यति नै छ। अब हामी यहाँ आइपुगिसक्यौँ। हामी लोकेसनमा आइसक्यौँ अब होइन। यो बाजेको घरमा रहेछ। यो चाहिँ होइन उयो मेची जाने बाटो, मेची पुल जाने छेउमा हो क्या इन्डिया बोर्डर हो। हामीले हिन्दी बोल्नु पनि आउँछ त। यहाँ हेर्नुहोस् यो फोनको मालिक हो। यो मेरो फोन छ नि यसको मम्मी हो होइन, यो भाइ हो। अनि यो सलन दाजुको मम्मी हो राइनी खतरा छ हो आन्टी, खतरा बोल्नुहुन्छ। यो बाजे कस्तो खतरा छ हौ, यस्तो बनाउने यस्तो इनर्जी छ हो बाजेको फेरि। हेर्नुहोस् न अङ्कलहरू। अनि बहिनी हौ के भएको यता आउनु सलन दाइ आउन। अनि यो दाइ हो होइन, यो पुरा ढोल बजाउँछ दाइले। यस्तो यसरी पक्रिदिनु त भिडियो भइरहेछ, होसरी भइरहेछ। हामफाला न यहाँबाट हाम्रो बादर नि। हेर्नु गाइस म कस्तो राम्रो देखिरहेछ ल, एकदम हेर बादर जस्तो देखिरहेछ यो मान्छेलाई। अब हाम्रो दिदीमा घर जाँदैछ सक्यो, अनि त्यसपछि उभौली हाम्रो सकिन्छ त्यति नै हो। अनि त्यहाँबाट भरेदेखि बस्नुपर्छ मजाले। ब्लड आइरहेको रहेछ।
तिमीहरू राईको बजाउ